हेलो नमस्ते सबैजनालाई के कसो हुनुहुन्छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला आजको मौसम साह्रै नै चिसो छ पानी परिरहेको अवस्था पनि छ हल्का फुल्का त्यही पनि हाम्रो काम चाहिँ त्यति साह्रो नभए पनि अलिअलि चलेको अवस्था चाहिँ छ है हामी चाहिँ अहिले ठ्याक्कै तेल हाल्न लागेको अवस्था छ हाम्रो भाइ उता देख्न सक्नुहुन्छ पाइपहरू पुछिरहेको छ यस्तो छ पुरै पानी सिसामा टाँसिएर टिप्पर त्यो हानेर छ बारी पर्वत शस्त्रधारा अलिअलि गइरहेछ डाँडा डाँडा पुरै पानीले भन्दा नि कुहिरोले छेकेको अवस्था माथि माथि हिँड्नु परेछ सायद अब म चाहिँ तेलको उठाइदिन लागेको अवस्था छ अनि कतादेखि के गर्दै हुनुहुन्छ साथीहरू यसो हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्दै गर्नु होला हामी चाहिँ तेल हाल्न लागेको अवस्था मैले तेलको उठाइदिइसकेँ बकेट हाम्रो भाइले चाहिँ बाइक पुछेर हाल्न लागेको अवस्था छ तेल चुहियो चाहिँ कि क्या हो हेरिरहेको अवस्था छ सोल्टीले माथि हामी भित्तो काटेर यो लोड गरिरहेको अवस्था हो अहिले चाहिँ यो भिडियो गर्दा चाहिँ ठ्याक्कै 11:33 गएको अवस्था छ अनि साथीहरूकोतिर पनि मौसमको माहौल त यस्तै नै छ होला सायद हाम्रो पनि यस्तै देखाउनु पर्ने चिज त त्यस्तो साह्रो खासै केही छैन आज अब यसो भिडियोलाई कन्टिन्यू दिने क्रममा यसो हल्का फुल्का केही बनाएर हालौँ भनेर चाहिँ मैले बनाउन लागेको हो अहिले चाहिँ हामी खानासाना खाइयो बिहान पनि एकछिन काम भयो अहिले हालिरहेको अवस्था छ तेल अब हामी ढुङ्गाको लागि ब्रेकर हान्ने तर्खरमा हो तर यहाँ अर्को मेसिन यता नआएको कारणले एकछिनलाई चाहिँ बकेटै चल्छ होला हाम्रो चाहिँ अनि त्यस्तै नै चल्दैछ अहिले चाहिँ माहौल चाहिँ निकै चिसो छ तर त्यति चिसो पनि देखाइरहेको छैन 20 डिग्री छ मेसिनभित्र चाहिँ बाहिर चाहिँ अझै चिसो होला 15-16 त्यस्तै गति होला जस्तो लाग्छ त्यस्तै नै चल्दैछ अनि चाहिँ मैले लक गर्न बिर्सेछु लक गरिदिनु पऱ्यो फेरि अहिले केही गरी लिभर चाहियो भने तेल बोकिने सम्भावना बढी हुन्छ यता अनि अपरेटर साथीहरूले हेर्दै हुनुहुन्छ भने कहाँदेखि हेर्दै हुनुहुन्छ यसो कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त अनि के कस्तो चल्दैछ हजुरहरूको कामहरू त्यो पनि लेखेर नभन्नु होला हाम्रो चाहिँ ठिकै चलिरहेको अवस्था छ तर यो मेसिन लाइनमा जहाँ पनि त्यही यो चम्चागिरीहरू अनि ऊ चाहिँ अलिक बढी नै हो नि यो मेसिन लाइन भएर यो गाडी घोडा अलि धेरै गएको ठाउँमा भनौँ न एकजना न एकजना चम्चीहरू निक्लिने भएको चाहिँ जहाँ पनि देख्छु म घुमेको ठाउँमा हजुरहरूकोतिर पनि त्यस्तो हुन्छ कि हुँदैन चम्चीहरू पनि त्यस्तो नै कि म सबैसँगै साथीहरू त बहिनी भाइहरू पनि हो नि तर फुर्सदीको टाइममा उनीहरूको अलिकति माथिल्लो लेभलका हुन्छ नि गएर यसो गफसफ लगाएर आफू चुक्किएर अनि प्रवृत्ति चाहिँ जता पनि अलिअलि कम्पनीहरूमा हजुरकोतिर पनि त्यस्तो हुन्छ होला हाम्रोतिर पनि अलिअलि भइरहेको हुन्छ खै सुनिरहेको हुन्छु म त त्यति मतलब गर्दिनँ फलानाले यसो भनेर माथि गएर यस्तरी भनेर भन्छन् तर मैले चाहिँ मतलब दिएँ उनीहरूकै मुख दुख्छ भनेर सुन्नुपर्छ खास भन्नु न पहिला आफ्नो आँगमा जुम्रा हेरेको देख्न पऱ्यो उनीहरूले अनि मलाई अरूलाई पनि भन्नु पऱ्यो भन्ने सोध्छु त्यही भएर त्यस्तो कुरा मैले मतलब राखेँ भन्दा त्यस्तो भइरहेको हुँदैछ अझ पनि यस्तै धेरैवटा गाडी घोडा भएकोहरू छन् भने के कसो हुन्छ यसो हेर्नुहोस् त है म पनि सुन्नु पर्यो आजभोलि खै के नहोस् त्यस्तै सुन्न लागेको अवस्था सबैसँग झुम्मिएर मसँग बसेर खानपिन यहाँ गर्दा चाहिँ ठिक भइन् अलिकति त्यस्तै कारणले यताउता हुँदाखेरि अलिक टाढिएको जस्तो के भएर चाहिँ त्यस्तै भनेको सुन्छु मैले
अवस्था बिग्रियो भन्नुपर्छ के हो त्यस्तै भइरहेको हुन्छ छटाङ ठुटु त्यस्तै सुनिरहेको हुन्छु तेल हालेर पनि ठ्याक्क भइन्छ त्यो जानु नपर्ने अवस्था कपालमा हाल्दै ड्रम चाहिँ हालिदिएको अवस्था लगाइदिएको मन टुङ्दैछ चारैतिरबाट यता काम गर्ने ठाउँतिरबाट अलिकति भयो कि जस्तो मान्छु यसो ग्रुपमा मेसेजहरू हेर्दा घरहरूतिरबाट त्यति साह्रो राम्रो रेस्पोन्स छैन आजभोलि केही कुरामा त पछि सेयर भइदिएको भन्दा अलि छ अहिलेलाई चाहिँ म पछि सेयर गरौँ यस्तै कुरा कसको चित्त बुझाएर सक्ने हो जस्तो लाग्यो यस्तै छ आज मौसम चिसो यहाँ पनि यस्तै कुराहरू भनेर मैले भिडियो बनाउन खोजेको हो तर अलि एक दुईवटा कुराहरू थपिए एक्स्ट्रा म चाहिँ यो कुरालाई थाती राख्दै